That what is the importance of Tihar? तिहारको महत्त्व भन्नु पर्यो हैन त इम्पोर्टेन्स अफ तिहार हामी अहिले भर्खरै चाहिँ हामी यो दसैँ पछिको चाहिँ दोस्रो ठुलो चाड भनेको के हो हिन्दूहरूको तिहार हो है यो जसलाई हामीले अहिले भर्खरै चाहिँ सेलिब्रेट गर्यौं अब भर्खरै भएको चाहिँ सेलिब्रेसनमा के भयो के एक्टिभिटीहरु चाहिँ गरियो भन्ने कुरा त तिमीलाई थाहै छ हैन तर म एकचोटी चाहिँ भनिदिन्छु है त अब के भने तिहारलाई हिन्दू धर्ममा दोस्रो ठुलो चाड पनि भनिन्छ पहिलो ठुलो चाड दशैं हैन त्यसपछिको ठुलो चाड भनेको तिहार त्यो भएर चाहिँ तिहारलाई दोस्रो ठुलो चाडको रूपमा चाहिँ चिनिन्छ है यसलाई अर्को नामले पनि पुकार गर्न सकिन्छ दिवाली होइन दीपावली है यसलाई अर्को नाम के भनिन्छ दीपावली पनि भनिन्छ है अनि यो दीपावली हामीले चाहिँ 5 दिनसम्म मनाइन्छ 5 दिनसम्म चाहिँ दीपावली हामीले चाहिँ मनाउने गरेका छौं अब यसमा चाहिँ कुन हो त कुन तिहार पर्छन् त यसमा ल भन त तिमीलाई के थाहा छ सुरुमा काग तिहार अनि भन्दै जाऊ त्यसपछि कुकुर तिहार काग तिहार कुकुर तिहार अनि लक्ष्मी पूजालाई चाहिँ गाई तिहार पनि भनिन्छ तीनवटा भयो अनि गोवर्धन पूजा अनि भाइटिका है यसरी भाइटिकालाई 5 दिनसम्म चाहिँ मनाइन्छ हामीले है यो चाहिँ के रहेछ दोस्रो ठुलो चाड पनि रहेछ त्यसरी बुझ्यौ है यहाँसम्म अब हामीले चाहिँ पास्टमा चाहिँ कसरी मनाउने गर्थ्यौं त अब पास्ट र प्रेजेन्टको कुरो गर्दाखेरि अब पास्ट भनेको परम्परागत हिजो हामी चाहिँ सानो हुँदाखेरि तिमीहरुको जस्तो चाहिँ उमेरको समूहमा जस्तो पास्ट र प्रेजेन्टलाई कसरी गर्ने अब जस्तो अहिले तिमीलाई चाहिँ थाहा छ अहिले घरमा झिलिमिली छ हो अहिले सबैको चाहिँ दीपावलीमा चाहिँ सबैको घरमा झिलिमिली बत्ती छ त्यति बेला त्यस्तो बत्ती हुने थिएन त्यति बेला दियो जलाइन्थ्यो हैन दियो जलाएर चाहिँ घरको वरिपरि ढोकामा अनि त्यसपछि माथिको चाहिँ झ्याल ढोकामा त्यति बेला चाहिँ दियो जलाएर मनाइने गर्थ्यो उज्यालो बनाइन्थ्यो हैन दियो प्रज्वलित गरिन्थ्यो भने अहिले चाहिँ लाइट प्रज्वलन गरिन्छ अनि त्यसपछि अर्को के छ चाडमा यसलाई चाहिँ अर्को एक्टिभिटी के छ देउसी भैलो त्यति बेला गाउँमा जति पनि छन् बुढा पाका युवा अनि बालबच्चा सबै आफ्नो मौलिकतामा देउसी भैलो गाउँथे हैन